अब हामी यहाँबाट छाङ्गु जाँदैछौँ धेरै कोसिसको बादमा बल्ल बल्ल हाम्रो भयो खासै नतुला थियो तर पनि अब छाङ्गुमै जाने भयो यहाँ माइजूहरू बहिनीहरू छ सानो नानी पनि छ यता किनारा मेरो छोरी हेलो अहिले हामी यहाँ जुलुक त आइपुगेको छैनौँ तर आइपुग्न आँटेको छौँ एकदमै राम्रो जग्गाहरू देखेर चाहिँ हामी यहाँ भिडियो गर्दैछु तलतिर तपाईँले हेर्नु सक्नुहुन्छ यस्तो चिसो रहेछ आम्मा जाडोले थरर भयो सिलगढीको मान्छे हामी चाहिँ स्वर्गै पुग्लाई जस्तो छ यस्तो दामी जग्गामा चाहिँ यस्तो हेर्दा चाहिँ हेर्नुहोस् तपाईँले कस्तो दामी जग्गा चाहिँ चिसो चाहिँ तर हेलो यो कुन चाहिँ जग्गा हो यो कुन चाहिँ जग्गा यो कनेक्ट जिगज्याग भ्यू पोइन्ट ए यो हामीले त्यो सिल्क रुटको हामी यहाँ तल फोटोहरू खिच्नुको लागि जाँदैछौँ यहाँ चाहिँ किनारा रेडी भइरहेछ फोटोहरू खिच्नुको लागि यस्तो थाक लुगा लगाइरहेछ हामीले तर पनि चिसो धुम्म भएकोले गर्दाखेरि त्यस्तो राम्रो देख्दैन रहेछ नि हौ यस्तो दामी ओ आइसी ओहो लु দেখো পুরো দেখা যাচ্ছে हावा पुरा चलिरहेछ हामी यो सिल्क रोड काटेर आएर चाहिँ यहाँ माथि डाँडाबाट चाहिँ हामीले भ्यू पोइन्टबाट चाहिँ फोटोहरू खिच्दैछौँ अनि फोटोहरू खिच्यौँ अनि यहाँको भ्यूहरू इन्जोय गरिरहेका छौँ एकदमै चिसो छ है एकदमै जाडो छ कि घामहरू लागेको देख्नु हुँदैछ अहिले यति जाडो यति गरम छ गरम छ गरम छ आमा यस्तो डरलाग्दो भिड रहेछ यहाँ मुनि टेक्नु पनि डर लाग्यो यस्तो दामी हामी चाहिँ यहाँ सिल्क रोडको भ्यू हेर्नुको लागि आएको हामी माथि डाँडामा आएको छौँ अनि यहाँबाट चाहिँ देख्छ भनेर त भन्दैछ तर पुरा धुम्म लागिरहेको छ भगी लागिरहेको छ ओ भिड डरलाग्दो भिड रहेछ तलतिर आमामा छु टुरिस्टहरू चाहिँ आमामा तलबाट त यस्तो डरलाग्दो उयो भएर आइरहेको छ सेतै भएर आउँदैछ देख्दैन होला ओहो यस्तो भयो केही पनि नदेख्ने भएछ यस्तो भएर आउँदैछ
बिकज अफ हिम हामी चाहिँ यहाँ आइपुग्यो अनप्लान्ड हो है हाम्रो चाहिँ एकदमै यो ट्रिप चाहिँ एकदम तर रमाइलो गरिरहेको छौँ भ्यूले चाहिँ हुर्कै बनाइसके एकदम भ्यू चाहिँ सीमा बिना यहाँ आयो भने चाहिँ तपाईँहरूलाई रिफ्रेस हुन्छ प्रभुको सृष्टि Hey, yes. भिडियो गरे भिडियो यो चाहिँ हिउँले डढेर नि आम्बो साँच्ची भिडियो त स्याट्टी छ नि हौ सारा सृष्टि के खाएको बहिनी कस्तो लाग्दैछ घुम्नु एक्जाम सकेर हामी चाहिँ यहाँ आएर एकछिन झरेर चाहिँ यसो हेरेको के भ्यूहरू यस्तो छ नाकबाट पानी चुर्नु थाल्यो बेसी चिसो भएर हो ला हो अहिले तिमीले बोल्दै गर्छ भने म अहिले गीत लाउँदिनँ कि तिमी कपिराइट आउँछ ओ पिस बाप रे बाप यति साह्रो हल्का स्नोफल हुँदैछ हामी यहाँ बसेर एकछिन फोटोहरू खिच्दै थियौँ स्नोफलहरू हुन थाल्यो हल्का हुँदैछ बेसी होइन छाङ्गो पुगेको छैनौँ हामी त्यहाँदेखि अलिकति माथि मात्रै छ भनेर भन्दैछ लेप्ची एकदमै इन्जोय गरिरहेछ हामीले यहाँ पछाडि नाचिरहेछ मान्छेहरू होली मनाइरहेछ यसमा फर्स्ट टाइम एक्सपिरियन्स गरेको एकदमै मजा आइरहेको छ यो ट्रिप चाहिँ हाम्रो एकदमै दामी भयो रिस्क लिएर आएको अनप्लान्ड है तर एकदमै रमाइलो भइरहेको छ आया मजा वाउ जल्दी जल्दी बैठिए अपना अपना गाड़ी पे थैंक यू एकदमै खुसी लाग्यो मलाई मेरो ड्रिम पुरा भयो मजा आयो अब हामी फर्केर जाँदैछौँ छाङ्गु जाँदैछौँ अब त्यताबाट गान्तोक फर्किने हामी अनि त्यहाँबाट फेरि उता सिलगढी फर्किने अनि धेरै इन्जोय गरिरहेछौँ हामीले हेर्नुहोस् एकदमै खुसी लाग्यो एकदमै
सारा सृष्टिको मालिक तपाईँलाई वाउ तपाईँको सुन्दरता अम्बो पानी परेको जस्तो असिना परे हिउँ पर्दैछ ओ माई गड चिप्लिनु ओ माई गड ड्रिम पुरा भयो मेरो म चाहिँ आइस निकाल्दै खाँदैछु हो मलाई कसो बहिनी अब यहाँ त ओह्रालो ब्रेक लगायो चिप्लिन्छ कुदाएन कुद्दैन खानु लाग्यो छाङ्गै पुगेको छैन हामी Oh my god. गुलेको यो चाहिँ आइपुग्यौँ हामी मैले खिचेको छु खै याक जस्ट फोटो मात्रै खिच्नु पर्थ्यो बसेर क्या अहिले हामी टेस्ट अफ टिबेट जाँदैछौँ यहाँ मोस्ट फेमस रेस्टुरेन्ट लु भन हामी चाहिँ टेस्ट अफ टिबेट जाँदैछौँ दिस इज वान अफ द मोस्ट फेमस रेस्टुरेन्ट इन एमजी मार्ग ब्याट्री जानु आँट्यो आउँछ यो फुल आउँछ कि बेलुका अँध्यारो हुँदै गएपछि यस्तो हुन्छ नि त यता चाहिँ पुरा भिड हुन्छ खाना मिठो हुन्छ पानी चाहिँ किन लिएर आएको यो पानी त टेबलमा राखेको पानी बोकिकन आएछ ल्या टेबलमा राखेको पानी बोकिकन आएछ नि लु खै पानी पानी नराख्ने
टेबलमा राखेको पानी बोकिकन आएछ राजन चाहिँ